हेलो साथीहरु, नमस्ते। झोरा फ्याफुला जोजोलुपा सेवारो सेवाके भन्दा भन्दै मेरो एउटा भ्लग त पुरा हुन्छ कि क्या हो भन्दै स्वागत छ बिसी गाउँले भ्लगमा। आज पनि म तपाईहरुमा मेरो भ्लग लिएर उपस्थित भइसकेको छु। आजको मेरो काम चाहिँ मेरो घरको काम हो। मेरो घरको कम्पाउन्ड सबै गइसक्यो। हेर्नु त तपाईहरुलाई म देखाउँछु। कम्पाउन्ड सबै भत्केर गयो है। यो स्यालहरु कुकुरहरु यहाँदेखि छिरेर यहाँदेखि उफ्रेर गरेर सबै भत्किसकेको छ। यो बार सबै अस्तिको हावाले लडायो। यो बाँसको खम्बा सबै मकिसकेको छ। आज यो खम्बा फेरेर नेटले बार्नु पर्ने छ र आज हाम्रो खेताला बोलाएको छौं। हाम्रो दाइ यहाँ माथिको दाजु हो। उहाँलाई चाहिँ सबैले चाइनिज भन्छ। उहाँ र म भएर आज यो खाँबा गाडेर यो बारलाई चाहिँ कसकास पारेर अनि नेट हाल्नु पर्ने छ। र आजको मेरो भिडियो यहीँबाट सुरु गर्छु है त। उहाँ दाइ चाहिँ बोल्नुहुन्न, तर सबै आइडिया छ, बुद्धि छ उहाँको। दामी फाड्नु पर्छ। हाम्रो यो बार चाहिँ लकडाउनमा लगाएको यो लगभग 5 वर्ष भयो। यसपालि चाहिँ अब यो नफेर्ने, हावा मात्रै फेरेर साथीहरु हावा फेरेर नेट लाउने हो। यसपालि चाहिँ अलि सुक्खुवाको लगाइदिएको साथीहरु खाबा ठिक छ।
एकदम खुसी हुनुहुन्छ भिडियो गरेकोले। बोली नआए नि तर काम सबै जान्नुहुन्छ उहाँले। आफ्नो नामहरू लेख्नुहुन्छ। साथीहरू यसरी नै हामी यो लाइन सबै खाँबा फेर्छौँ। नयाँ खाँबा फेरिसकेपछि फेरि तपाईँहरूलाई यो भिडियो मार्फत देखाउनेछु। लु त्यो त सक्यो। अब अर्को यहाँ हाम्रो दाइले यहाँ भयो एउटा यतै कतातिर ठेल्नु भाँचिन्छ होला फेरि। हुन्छ चाहिँ यत्तिकै खनेर अहिले गर्नुपर्छ। अब यसो बिरुवा रोप्ने मात्रै हो, फाटिसक्यो। सबै यता ल हुन्छ। ल हामीले खाँबा गाड्ने काम सकेपछि अब यसलाई तारले कसकास गर्दैछौँ। तारले कसकास गर्दैछौँ। हाम्रो दाइले कसदै हुनुहुन्छ। अब यही पुरानै बारलाई चाहिँ अलिक बन्धन थपेर यो खम्बा ठुल्ठुलो अहिले चाहिँ काठको लगाएको, पहिले चाहिँ यस्तो बाँसको थियो, अहिले काठको लगाएर चाहिँ कसकास गरेको। उहाँले चाहिँ ठ्याक्क कसकास गरेका छन्। चिया खाँदै हुनुहुन्छ, चिया बिस्कुट। अनि आज हामीले यो बाँसको चिम फोरेर लगाउनु पर्ने, यो पहिला यस्तो लगाएको थियो, यस्तो अहिले चाहिँ मकिएर पुरै मकिसक्यो होइन, धमिराले खाएर। यो फेर्ने भन्नाले टोटली फेर्ने होइन, अब कहाँ चाहिँ यो धमिराले खाएर कमजोरी भएको छ त्यसलाई चाहिँ फ्याँकेर त्यसमा चाहिँ नयाँ लाउने, बाँकी चाहिँ पुरानो अलिक काम दिने त पुरानै पनि ठिकै छ। त्यो गर्ने हिजो चाहिँ हामीले त्यहाँ खम्बा गाडेर रेडी बनायो। नेट लाउने कुरो थियो तर नेट अब नलाउने भइयो, किनकि यो अस्ति नै काटेर ल्याइराखेको बाँस थियो, त्यो बाँसै लाउने हामीले निर्णय गरेर दाइले चाहिँ बाँसको चिम यसरी बाँस फुटाएर चिम बनाउँदै हुनुहुन्छ। यसरी अब उहाँले फुटाइसकेपछि चाहिँ मैले यसरी यो बाँसको आँखालाई फेरि मैले चाहिँ यसो पारेर यहाँ त अड्काउँछ, यसलाई चाहिँ मैले फेरि तास्छु। आँखालाई यसरी तासेर साथीहरू हामीले यसरी बार्यौँ। यो कहाँ चाहिँ कमजोरी छ त्यहाँको चाहिँ फ्याँकेर यसरी बार्यौँ। नेट लायौँ न, नेट लाउनु झन् धेरै झन्झट हुने भयो। अनि यो मकिएकोलाई फालेर मकिएको ठाउँमा चाहिँ नयाँ चिम फोरेर लगाइयो। खाँबा चाहिँ पुरै यो काठको लायौँ। यसरी ठाउँ सबै बुट्टा भरे जस्तो छ, कालो र सेतो। तपाईँहरूलाई म यहाँदेखि देखाउँछु छट्ट यसरी। यता पनि त्यस्तै छ, सबै
कहाँ कहाँ मकिएर गएको छ त्यहाँको चाहिँ सबै निकालेर नयाँ चिम फोरेर लायो। यो ढल्किन्छ भनेर टेका हालिदिएको छु। त्यो दाइले डरै छ। यसरी यहाँ नयाँ एउटा सिमेन्टीको पिलर हालियो। यसरी बारिसक्यौँ हामीले साथीहरू। यो चाहिँ हाम्रो ड्रागन फ्रुट यही बारमा छ। र साथीहरू आजको मेरो भिडियो यहीँ नै समाप्त हुन्छ। ओके, बाई बाई।